तपाईहरुमध्ये धेरैले काँचो इँटा देख्नु भएको छैन होला। कसैले देख्नु भएको पनि हुन सक्छ। तर अहिले पाइने काँचो इँटा र पहिलेको काँचो इँटाको साइजमा फरक छ। हाइट र विड्थ दुवै फरक छ। अहिले इँटालाई पोलेर रातो बनाइन्छ र त्यसपछि त्यो इँटाबाट घर बनाइन्छ। तर पहिले चाहिँ नि काँचो इँटाको पनि घर हुन्थ्यो। जस्तै यो काँचो इँटालाई चाहिँ नपोलिकनै यसैले वाल बनाइन्थ्यो। यो काँचो इँटामा सिमेन्टको सट्टा माटो युज गरिन्थ्यो। सिमेन्ट जस्तै गरी माटोलाई राखेर अनि फेरि त्यो माटोमाथि फेरि यो इँटा राखिन्थ्यो। यसरी लेयर बाइ लेयर काँचो इँटा अनि माटो अनि त्यसपछि फेरि काँचो इँटा गरेर यसरी पर्खाल लगाइन्थ्यो पहिले। सिमेन्टको सट्टा माटोको पेस्ट यहाँ देख्न सक्नुहुन्छ। यो इँटा पनि माटोको घरको हो। यहाँ रङ पनि देख्न सक्नुहुन्छ, भित्तामा लगाएको रङ। आजभन्दा 30 वर्ष अघिसम्म पनि माराजमा थियो यस्तो काँचो इँटाको घर, मैले नै देखेको छु। चारैतिर खेत र कतै एक दुईवटा घर थियो, आज भोलिको गाउँघर जस्तो। मेरो आफन्त पर्ने मान्छेको थियो। 3 तले काँचो इँटाले बनाएको घर थियो। त्यो घरको अगाडि पानी तान्ने पम्प थियो। पानीको केही दुःख थिएन र त्यहाँ जाने गोरेटो बाटो मात्र थियो। त्यो बेला रातो इँटाको घर पनि थियो। त्यो बेला आर्थिक अवस्था अलिक कमजोर भयो भने काँचो इँटाको घर बनाउँछ भन्ने सुनेको मैले। त्यो बेला नै मम्मीले भन्नुहुन्थ्यो र त्यो घर अगाडि पुगेपछि मलाई त्यो काँचो इँटाको घर भत्किन्छ कि भनेर डर लाग्थ्यो। म सानै थिएँ। त्यो ठाउँमा पुगेपछि अलिक छिटो जान्थेँ र हावाहुरी चल्दाखेरि पनि त्यो ठाउँमा पुगेपछि मलाई अलिक डर लाग्थ्यो। त्यो बेला कसैको अब खेतीपाती गर्ने मान्छेहरूको मेन घर चाहिँ नि अब रातो इँटाको बनाएर यो खेतमा चाहिँ नि जो फार्म हाउस जस्तै गरी बनाएको हुन्छ काँचो इँटाको, त्यस्तो पनि हुन्थ्यो। त्यो बेला रातो इँटाको घर भए पनि सिमेन्टको सट्टा माटो युज गर्थ्यो। अहिले चाहिँ नि इँटाको बीचमा सिमेन्ट युज गर्छ। पहिले चाहिँ इँटाको बीचमा माटो युज गरिन्थ्यो। माटोलाई नै मोलेर सिमेन्ट जस्तो बनाएर पेस्ट बनाएर माटोको पेस्ट बनाऊ। काठमाडौँ बाहिर तपाईहरुको ठाउँतिर पनि यस्तो काँचो इँटाको घर बनाउने चलन थियो कि? कमेन्ट गर्नुहोला तपाईको ठाउँतिर पुरानो घरहरू कस्तो हुन्थ्यो। तपाईसँग कुनै फोटोहरू छ भने फेसबुक ग्रुपतिर पनि सेयर गर्न सक्नुहुन्छ। फेसबुक ग्रुपको लिंक डिस्क्रिप्सनमा चेक गर्न सक्नुहुन्छ।